स्थानीय सरकारका भर्ती केन्द्रबाट तपाईँको चाहिँ नियुक्ति खाएका चाहिँ सरहरूले आन्तरिक प्रतिस्पर्धा गराउनुपर्छ, खुला प्रतिस्पर्धालाई इन्कार गर्नुपर्छ। यस्ता नाजायज मागहरूसँग चाहिँ विद्यार्थीसँग सहमत हुन सक्छौँ कि हाम्रो एजुकेसन क्याम्पसहरू चाहिँ बन्द गर, शिक्षा क्याम्पसहरू, अन्य तपाईँको म्यानेजमेन्टका क्याम्पसहरू, साइन्स क्याम्पसहरू बन्द गराउनु पर्यो राज्यले त्यो सम्बोधन गर्न कि नयाँ शक्तिलाई चाहिँ त्यो तपाईँको सेवा प्रवेशमा बन्ध्याकरण हुन्छ। उहाँहरूले उठाएका यी मागहरू पुरा गर्ने हो राज्यले। 10औं वर्ष सेवा आयोगहरू खोल्दैनन्। अनि फेरि तपाईँ अहिले विश्वविद्यालय जुन ठाउँमा पुगेको छ, तपाईँ रत्नबारका अनसनले भएका करार र तपाईँको चाहिँ करारका कारणले आज सेवा आयोगहरू जसरी त्यो विश्वविद्यालय खुल्न नसक्दाखेरि विश्वविद्यालय आज भूतबङ्गला हात भइरहेछ। अब विद्यालय पनि त्यही ठाउँमा पुर्याउने कामको चाहिँ तपाईँको अगुवाई चाहिँ अदृश्य रूपमा चाहिँ शिक्षक मुभमेन्टबाट भयो भने त्यो चाहिँ राम्रो हो। त्यस कारण जायज मागहरू बोल्नुहोस्, यसमा हाम्रो समर्थन छ। तर आन्तरिक प्रतिस्पर्धा मात्रै भनेर खुला प्रतिस्पर्धालाई चाहिँ निषेध गर्ने कुरा चाहिँ किमार्थ स्वीकार्य हुँदैन। आन्तरिक प्रतिस्पर्धा मात्रै छ उनीहरूको माग होइन, अन्य मागहरूसँग हाम्रो ऐक्यबद्ध जनाएकै छौँ नि त। तर विद्यालयको तपाईँको चाहिँ यो चाहिँ नयाँ पिँढीलाई चाहिँ प्रवेश गराउने कुरालाई रोक्ने कुराहरू छन् नि सर। त्यसले के चाहिँ तपाईँको चाहिँ हाम्रा उच्च शिक्षाका विद्यार्थी भनेका कलेजका विद्यार्थी भने त विद्यालयका शिक्षक बन्न योग्य चाहिँ तपाईँको चाहिँ जनशक्ति हो भन्ने कुरा त उहाँहरूले बुझ्नु पर्दैन। उहाँहरू पनि त्यहीबाट जानुभएको होइन। आफूलाई तपाईँको चाहिँ अनुकूल हुँदाखेरि त्यही दलीय नेतृत्वका तल स्थानीय सरकारका प्रमुखहरूलाई रिझाएर तपाईँको चाहिँ नियुक्ति लिने, अनि अब तपाईँको चाहिँ मेरो चाहिँ सडकमा चाहिँ बसेर मलाई थाहै हुनु पर्यो अथवा चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट सानो घेराको प्रतिस्पर्धाबाट चाहिँ मलाई चाहिँ तपाईँको चाहिँ यो नियुक्ति दिनु पर्यो भन्न मिल्छ? ठिक छ।